Hairstyle. Stand is clap 1, clap 2, clap 3. Start to clap. आदरणीय दर्शकवृन्द नमस्कार। आज म जानकी गाउँपालिकाको उत्कृष्ट विद्यालयहरू मध्येको एक विद्यालय शिवपुरी विद्यालयमा आइपुगेको छु। प्रज्यू नमस्कार, सन्चै हुनुहुन्छ? हजुर हजुर सन्चै छु अहिलेसम्म। हजुर कृपाले। अब हजुरको परिचयबाट नि सुरु गरौँ न त हैन? हस्, धन्यवाद। सर्वप्रथम त विद्यालयका शुभचिन्तक र आदरणीय व्यक्तिहरू सम्पूर्णलाई चाहिँ मेरो नमस्कार। म देवबहादुर राणा, म यस शिवपुरी मावि विद्यालयको र हाल मेरो घर चाहिँ खोजेरा गाउँपालिका वार्ड नम्बर 1 मा सैनिकमा पर्छ। अनि हजुरको यो एसएससी सत्र 2082 मा हजुरको विद्यालयमा कति विद्यार्थीहरू भर्ना भएका छन्? हजुर, यो शैक्षिक सत्र 2082 मा बाल विद्यालयदेखि कक्षा 10 सम्म मेरो विद्यालयमा जम्मा 682 जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन्। सबै विद्यार्थीहरू शिवपुरी गाउँकै मात्रै हुन् कि बाहिरबाट पनि आएका छन्? हजुर, यो शिवपुरी गाउँ भन्दा पनि बाहिरबाट आएका छन्। जस्तै तपाईँको यतातिर चाहिँ शिवपुरी, पुरुवा, यता छोटीपुर, तपाईँको भुजेङ्गपुर, बेलभार, अनि तपाईँको बडैया, साई गाउँ र यो खोजेरा गाउँपालिकाको वार्ड नम्बर 1 जलपोखरीले चाहिँ चौधरीपुरबाट पनि यस विद्यालयमा पढ्न आउँछ। अनि यस बाहेक पनि अझै पनि हाम्रो नजिकमा चाहिँ यता सैनिक गाउँ पर्छ, खोजेरा गाउँपालिका। त्यहाँ अगर चाहिँ पुल राम्रो भयो, अहिले बन्ने क्रममा छ, भयो भने यहाँबाट पनि विद्यार्थी आउने बढी सम्भावना छ। किनकि तपाईँको सैनिकको विद्यार्थीलाई यो जलपोखरी र चाहिँ बेलबारको भन्दा अझै हाम्रो सैनिकको विद्यार्थीहरू नजिक पर्छ। त्यसले गर्दा पुल बन्यो भने यताको विद्यार्थी आउने बढी सम्भावना छ। अनि ती गाउँहरूमा अगाडि सैनिक गाउँ भन्नुभयो, जलपोखरी नाम लिनुभयो, अनि विभिन्न गाउँहरू बेलबारहरू नाम लिनुभयो होइन? ती गाउँहरूमा विद्यालय नभएका हुन् र? नै छ। तपाईँको यहीँ जलपोखरीमा पनि विद्यालय सञ्चालन भइरहेको छ। हजुरको त्यहाँ बेलबारमा पनि विद्यालय सञ्चालन भइरहेको छ। बडैयामा विद्यालय सञ्चालन भइरहेको छ। तपाईँको उता साईगाउँमा पनि विद्यालय सञ्चालन भइरहेको छ। अब यतै यो खोजेरा गाउँपालिका नजिकै छ हाम्रो विद्यालय पश्चिमपट्टि, त्यहाँ पनि +2 चलेको छ विद्यालय। हजुर, के छ हजुरको यो विद्यालयको त्यस्तो विशेषता, खास त्यस्तो के छ जसको कारणले गर्दाखेरि विद्यालय अरू विद्यालयबाट यहाँ विद्यालयमा आउनै पर्ने भन्ने यस्तो के छ त्यस्तो? अब खास त्यस्तो ऊ त छैन होइन। अब खास त यो त अभिभावक र विद्यार्थीलाई सोध्नुपर्ने कुरा हो, किन के कारणले उनीहरू आछ होइन। मैले भन्दा पनि अझै ती अभिभावक विद्यार्थी भन्दा अझै प्रभावकारी हुन्थ्यो होला होइन। हजुर हजुर, खरै भन्ने कुरा सुनिन्छ। हजुर हजुर, एकदम एकदम रियल कुरा हजुरले सुन्नुभएको रहेछ। हो, हामीले के छ भने विद्यालय क्षमता अनुसार मात्रै भर्ना गर्छौँ। त्यसले गर्दाखेरि त्यो शैक्षिक सत्र सञ्चालन भर्नाको अवधि हुँदाहुँदै पनि हामीले 20 मा बन्द गर्नुपर्ने हुन्छ। किन भनेपछि अब तपाईँको शैक्षिक गुणस्तरको हिसाबले पनि हामीले धेरै विद्यार्थी भर्ना गर्न सक्दैनौँ। त्यस्तै अब यो शिक्षा नियमावलीले पनि एउटा चाहिँ मापदण्ड तोकेको छ। हाम्रो तराई क्षेत्रमा 50 जना प्रति कक्षामा 50 जना भन्दा बढी विद्यार्थी भर्ना गर्न मिल्दैन। बढी गऱ्यो भने त्यसले चाहिँ
राम्रो शैक्षिक गुणस्तर कायम गर्न सक्दैन। त्यसले गर्दा त्यो छ कि त भने 50 भन्दा बढी विद्यार्थी भर्ना गर्ने हो भने कक्षा सेक्सन खुलाउनु पर्छ। अब त्यसको लागि चाहिँ थप कक्षाको आवश्यकता पर्छ, तपाईँको फर्निचरको आवश्यकता पर्छ, शिक्षकको थप शिक्षकको शैक्षिक जनसङ्ख्या आवश्यकता पर्छ। त्यसले गर्दा चाहिँ हामीले विद्यालयको क्षमता अनुसार मात्रै हामीले भर्ना गर्ने गरेका छौँ। हजुर हजुर ए अनि मैले सुनेअनुसार जानकी गाउँपालिका भित्रका कुनै पनि विद्यालयमा कुनै शिक्षकको गल्ती वा लापरवाही देखिए हजुर उक्त शिक्षकलाई शिवपुरी मावि सरुवा गराइदिन्छु तब सुध्रिन्छौ भनेर डर त्रास दिने टोल नै बनेको छ रे, के छ त हजुरको यसको यो विषयमा के छ हजुरको भनाइ? हो, मैले पनि यो सुनिरहेको छु। जानकी गाउँपालिका कुनै पनि विद्यालयमा अलिकति शिक्षकहरूले लापरवाही गर्यो र त्यो शिक्षकलाई चाहिँ कारवाही गर्नुपर्ने अवस्था आयो भने शिवपुरी विद्यालयको चाहिँ नामबाट उहाँले चाहिँ त्रास दिने हजुर र एउटा चाहिँ सुध्रिने मौका दिने भन्ने किसिमको मैले सुनिरहेको छु। वास्तवमा यो शिवपुरी माविको लागि चाहिँ एउटा गौरव कुरा हो, किनभने यहाँ साँच्चै पक्कै पनि विद्यालय प्रशासन टाइट छ, यहाँको पढाइको स्तर राम्रो छ, यहाँ शिक्षकहरू लापरवाही हिँड्न पाउँदैन, कुनै राजनीतिक उसमा हिँड्न पाउँदैन। यस विद्यालयको नाम मात्र लिँदा डराउनु पर्ने त्यस्तो के छ प्रज्यू? त्यस्तो खास केही छैन, डराउनु पर्ने केही छैन। अब यहाँको विद्यार्थीहरू चाहिँ शिक्षकहरू हाम्रो चाहिँ एकदम नियमित छन्, ब्युटिफुल छ हजुर होइन। अब विद्यालय प्रशासनले पनि त्यही किसिमको चाहिँ विद्यालयलाई लापरवाही गरेको छैन, विद्यार्थीको चाहिँ शैक्षिक गुणस्तरलाई बढी ध्यान फोकस गरेको छ होइन। त्यसले गर्दा पनि यहाँ चाहिँ विद्यार्थी अन्य विद्यालय जस्तै अब फ्री स्टाइलमा चाहिँ घुम्ने फिर्ने राजनीति गर्ने उनीहरूलाई चाहिँ मौका चाहिँ छैन। त्यसले गर्दा यहाँ आयो भने टाइट हुन्छ, हामीले टाइटली ड्युटी गर्नुपर्छ, अलिकति लापरवाही गर्ने कारवाही हुन्छ भन्ने किसिमको त्रासले सायद हुनसक्छ। अब शिक्षक पनि डराउने, पालिकाले पनि हाम्रो विद्यालयको नामबाट शिक्षकहरूलाई चाहिँ अलिकति सुध्रिनलाई एउटा सचेत। अनि हजुरले जस्तो शिक्षकहरूलाई चाहिँ कस्तो कस्तो जिम्मेवारीहरू दिनुभएको छ नि? तपाईँले एकदम शैक्षिक गुणस्तर सम्बन्धी एकदम महत्त्वपूर्ण प्रश्न गर्नुभयो। अब हो, मैले के छ भने शिक्षकलाई चाहिँ मौखिक निर्देशन मात्र नभएर लिखित रूपमा नै मैले एउटा दस्तावेज नै रूपमा नै मैले समिति हाम्रो शिक्षक स्टाफबाट हामीले निर्णय गरेका छौँ र त्यसलाई चाहिँ हामीले एकदम अदालतिक रूपमा मैले चाहिँ त्यहाँ चार्टहरू होइन, कुन शिक्षकलाई उहाँ शिक्षकहरूको क्षमता अनुसार कुन शिक्षकलाई कुन कार्य जिम्मेवारी दिँदा उसले त्यो जिम्मेवारी पुरा गर्न सक्छ भने उनलाई जिम्मेवारी तोकिदिएको छु। हजुर, यो चार्टहरू मैले प्रायः नै आफैले योजना बनाउनु भएको भने आफैले चाहिँ बनाउने गरेको छ, ताकि चाहिँ कुनै पनि होइन बाहिरबाट निरीक्षण गर्न आओस्, कुनै पनि अवलोकनमा आउनेहरूले यहाँ यो चार्ट हेरेर नै उनीहरूले चाहिँ विद्यालयको चाहिँ एउटा प्रशासनिक होइन एउटा योजनाहरू शिक्षक के कस्तो चाहिँ योजना छ भनेर उहाँले मलाई सोध्नु भन्दा त्योबाट जानकारी होस् होइन, शिक्षकलाई पनि थाहा होस् भनेर त्यसरी मैले चार्टहरू चाहिँ तयार गरेको छु। आदरणीय दर्शकवृन्द, शैक्षिक सत्र 2082 इस्वीमा यस विद्यालयले जानकी गाउँपालिकाका अन्य सामुदायिक विद्यालयभन्दा धेरै विद्यार्थी उत्तीर्ण गर्ने सफल भएकोले जानकी गाउँपालिकाबाट 3 लाख रुपियाँ र शैक्षिक प्रमाणपत्र सहित सम्मानित गरिएको थियो भने यही 2082 पौष 6, 7 र 8 गते जानकी गाउँपालिका मानपुरद्वारा सञ्चालन भएको राष्ट्र कप रनिङ सिल्ड तथा 8औं अध्यक्ष कप राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि यस विद्यालयले उत्कृष्ट खेल प्रदर्शन गरी विद्यार्थीहरू तथा विद्यालयले विभिन्न प्रमाणपत्र सहित प्रथम सिल्ड जित्न सफल भएको थियो। यसैबाट प्रमाणित हुन्छ कि यस विद्यालय पठन पाठनदेखि अतिरिक्त क्रियाकलाप र शैक्षिक क्षेत्रमा सबैभन्दा अगाडि छ, अर्थात् जानकी गाउँपालिकाको नमुना विद्यालयको रूपमा स्थापित भएको छ भनेर भन्न सकिन्छ। insect भयो हेर insect हुने भयो त्यसै गरी हामीसँग यता जेलीफिस छ
चाहिँ अब हामीले यो जस्तै अब न्युटनको लागि प्रयोग गर्नु पर्यो भने जस्तै अब हामीले फर्स्टमा 3 वटा ला पढेछ। शिक्षण गर्ने क्रममा यो 5औं वर्ष रहि हुँदै गर्दाको स्थितिमा यस विद्यालयमा थुप्रै समस्याहरू छन्। यहाँ अलिक भौगोलिक हिसाबले पनि नेपालगञ्ज उपमहानगरसँग जोडिँदा पनि यस विद्यालयमा धेरै समस्या, बाटोघाटो, बिजुली बत्तीको समस्या, प्लस यस विद्यालयमा विद्यार्थीहरूको चाप बढी हुँदा पनि विद्यालयमा अनियमित हुने समस्या, त्यस पछाडि गएर यस विद्यालयमा आउँदै गर्दा यस विद्यालयको समग्र यो हाम्रो जुन क्याचमेन्ट एरिया छ, क्याचमेन्ट एरियाको यो अभिभावकको चेतनामा कमी, विद्यालयमा नियमित विद्यार्थीहरूलाई नपठाउनु, प्लस अर्को के छ भने चाहिँ बाल विवाहको समस्या पनि देखिएको छ। विद्यालयको समग्र विद्यालयको हेर्दाखेरि विद्यालयमा भौतिक सुविधाको कमी देखेको छ। विद्यालयमा खेल मैदानको कमी, खानेपानीको कमी, यस्ता समस्या देखिएको छ। यस विद्यालयलाई उन्नत गर्न माथि उठाउनको लागि यस विद्यालयमा विद्यालय व्यवस्थापन समिति नियमित रूपमा लागि परेकै छ। हामी समग्र विद्यालय स्टाफ पनि लागि परेकै छौँ र अझै पनि यही विद्यालयलाई उत्तर भविष्य गर्नको निम्ति हामीले गत वर्षको यस परीक्षामा प्रथम स्थान हासिल गऱ्यौँ, यस वर्षको रनिङ सिजनमा प्रथम स्थान हासिल गऱ्यौँ। अझै पनि यही सिटलाई उचाइमा राख्नको निम्ति हामी शिक्षक, विद्यालय व्यवस्थापन समिति, विद्यालय अभिभावक समिति निरन्तर लाग्यौँ भने यो विद्यालय अगाडि बढ्ने छ। मैले यस विद्यालयमा पढाउन थालेको 3 वर्ष जति भयो सर। हजुर। अनि म्याडम के छ त हाम्रो यो विद्यालयमा विद्यार्थीको चाप चाहिँ अलिक बढी छ भन्ने कुरा सुनिन्छ होइन? के कस्तो छ, विद्यार्थी सङ्ख्या चाहिँ कति छ? विद्यार्थीको चाप त एकदमै छ सर यहाँ। हजुर। विद्यालयमा विद्यार्थीको चाप चाहिँ धेरै नै छ। अनि यो जस्तो विद्यार्थीको चापको कारणले गर्दाखेरि शैक्षिक गुणस्तरमा चाहिँ के कति असर पर्छ, हजुरले के कस्तो अनुभव गर्नु भएको छ? मैले यो 3 वर्षको कार्यकालमा अनुभव गरेको कुरा सर, यहाँ आएदेखि विद्यार्थीको चाप एकदमै छ। यहाँको भौतिक संरचनाहरू एकदमै न्यून छ। अनि विद्यार्थीको चाप अनुसार जति हुनुपर्ने शिक्षक दरबन्दी हो त्यो दरबन्दीहरू छैन। त्यसले गर्दा हाम्रो शैक्षिक गुणस्तरमा धेरै नै प्रभाव परेको छ, नकारात्मक असर परेको छ। यदि शिक्षक दरबन्दी विद्यार्थी चाप अनुपातमा भइदिएको भए, भौतिक संरचनाहरू भइदिएको भए हामी सेक्सन खोलेर पनि पठन पाठनमा केही गुणस्तर अझै वृद्धि गर्न सक्थ्यौँ भन्ने चाहिँ हाम्रो हो सर। तर यहाँ त्यो केही पनि नभएको कारणले गर्दा गुणस्तरमा अलिकति नराम्रो असर चाहिँ परेकै छ। दर्शकबिन यति बेला हामी जानकी गाउँपालिका वडा नम्बर 1 सिपुरी गाउँमा छौँ। सिपुरी स्थित हाम्रो रहेको सिपुरी माध्यमिक विद्यालयको प्रधानाध्यापक देवबहादुर राणा सर हुनुहुन्छ। उहाँसँग आज यो अभिभावक भेलाको विषयमा चाहिँ केन्द्रित रहेर कुराकानी गर्नेछौँ। सर्वप्रथम उहाँलाई स्वागत गरौँ। स्वागत छ सर। हजुर, धन्यवाद। हजुरलाई पनि नमस्कार, स्वागत छ। आज तपाईँको विद्यालयभित्र प्राङ्गणको आँगनमा चाहिँ हजुर आज विशेष चाहिँ आज एकदम भेला जस्तै एकदम भेला भएको थियो सर। त्यही विषयमा चाहिँ आज हामी तपाईँसँग जिज्ञासा लिन खोजेको। भेलाबाट जुन आज सर्वसम्मतिबाट 4 जना सदस्य चुनिएको छ, त्यो 4 जना सदस्य को हुनुहुन्छ त्यो विषयमा चाहिँ अलि नाम खोलेर चाहिँ सर जानकारी हाम्रो के छ भने अब पुरानो चाहिँ विद्यालय व्यवस्था समितिको चाहिँ
3 वर्ष सेवा अवधि चाहिँ समाप्त भएपछि शिक्षा शाखा मानपुर बाँकेको चाहिँ परिपत्र अनुसार नै हामीले विद्यालय व्यवस्थापन गर्नको लागि चाहिँ आज 2081 पुस 24 गते अभियान भेला गरेका हुन्छ र अभियान भेलामा चाहिँ उहाँहरूको चाहिँ हाम्रो चाहिँ 400-500 अभिभावकको चाहिँ एकदम ठुलो आभार चाहिँ यो विद्यालयप्रतिको माया ममताले गर्दाखेरि उहाँको एकदम सर्वसहमतिबाट 4 जना चाहिँ सदस्यज्यूहरू उहाँहरू चाहिँ छनौट हुनुभएको छ। उहाँहरू चाहिँ यस प्रकारको छ। 4 जनामा चाहिँ श्री सद्गुरु प्रसाद वर्माजी हुनुहुन्छ, 2 नम्बरमा श्री लन्दन प्रसाद काम्बुजी हुनुहुन्छ, 3 नम्बरमा हेमा थापाजी हुनुहुन्छ र 4 मा अनिता कुर्मीजी गरेर 4 जनालाई चाहिँ आज सर्वसम्मतिबाट छनौट गर्नुभएको छ। यो 4 जना मध्ये चाहिँ 2 जनाको जुन नाम आयो एउटा सद्गुरु र हेमा थापा, मलाई जानकारी अनुसार यो 2 जना चाहिँ विगतको जुन व्यवस्थापन समिति थियो त्यही समितिबाट चाहिँ आएको हो। हजुर हजुर हो। अनिता कुर्मी हजुर 2 जना चाहिँ सद्गुरु प्रसाद वर्माजी र अनिता कुर्मीजी पहिला भएको समितिमा हुनुहुन्थ्यो। अहिले फेरि उहाँलाई चाहिँ हाम्रो विद्यालय व्यवस्था नै अभिभावकज्यूहरूले चाहिँ फेरि उहाँलाई दोहोऱ्याउनु भएको छ, छनौट गर्नु भएको छ। उहाँको कार्यप्रति चाहिँ अभिभावकले सम्मान गर्यो। किनभने उहाँले चाहिँ विगतमा पनि चाहिँ विद्यालयप्रति गरेको माया ममता, विद्यालयप्रति उहाँले दिएको योगदानको सायद कदर गरेर होला अभिभावकले फेरि उहाँलाई चाहिँ दोहोऱ्याउनु भएको छ सर। अनि आज जुन यो 4 जना सर्वसहमतिबाट चाहिँ सदस्यहरू जुन चुनियो सर, हजुर यसले कसरी लिनु भएको छ सर तपाईँ? यसलाई मैले एकदम सकारात्मक तरिकाले विद्यालयलाई चाहिँ एउटा प्रगतिको सम्भावको एउटा सन्देश रूपमा मैले लिएको छु। किनभने उहाँहरू चाहिँ अब विगतमा 2 वर्ष 2 जना त भनिसक्नु भयो, उहाँले रिपिट भएको छ। उहाँको कार्यकालले राम्रो भएको हुनाले पनि उहाँले रिपिट गर्नुभएको छ। अनि 2टा नयाँ हुनुहुन्छ, ललन प्रसाद काँदो र हेमा थापाजी। उहाँहरू पनि जे होस् विद्यालयप्रति माया गर्ने सकारात्मक व्यक्तित्व हुनुहुन्छ। त्यसले गर्दाखेरि यो 4 जना सदस्य छनौटले गर्दा पक्कै पनि विद्यालयको शैक्षिक, आर्थिक र भौतिक पक्षमा केही न केही सुधार हुन्छ भन्ने मलाई आशा छ सर। यो हाम्रो विद्यालय व्यवस्थापन समिति पूर्णता कहिले पाउँछ सर? यो पूर्णता चाहिँ यो 1 हप्ताभित्र चाहिँ पाउँछ सर। हामी के छ भने अब भोलि नै हामीले शिक्षकको पनि एउटा प्रतिनिधि छनौट गर्नुपर्ने हुन्छ। त्यसले गर्दा हामी शिक्षक स्टाफ बस्छौँ। हामी भोलि बसेर शिक्षकको चाहिँ हामी भोलि एउटा छनौट गर्छौँ। त्यसपछि फेरि हामी चाहिँ यसमा चाहिँ अध्यक्षज्यूको छनौट गर्ने र चाहिँ मनोनित चाहिँ 2 जना गरेर हामी यो 1 हप्ताभित्र हामी पूर्णताको दिन्छौँ सर। आज तपाईँको यो विगतको यो विद्यालयको प्रधानाध्यापक र शिक्षा प्रेमीको रूपमा तपाईँको नाम यो एरियामा चाहिँ जानकी गाउँपालिका बाँकीमा चर्चित नाम द्रोण थापा भनेर मान्छेले चिनिन्छ। आज तपाईँले यसै वडाभित्र तपाईँकै विद्यालयमा आज एउटा अभिभावक भेला सर्वसहमतिबाट चाहिँ सम्पन्न भएको हो। किसिमको पनि समस्या नआओस् भनेर हाम्रा अभिभावकहरू एकदमै शिक्षा प्रेमी, विकास प्रेमी र विद्यालयले एकदमै सहयोग गर्ने भावना भएको नाताले उहाँहरूले चाहिँ मजाले महिला सहित 2 जना पुरुष गरेर 4 जना दिनुभएको छ। एकदमै राम्रो वातावरणमा, सौहार्दपूर्ण वातावरणमा, रमाइलो वातावरणमा अभिभावकजीहरूले विद्यालयको प्रगति विकासको लागि एकदमै सर्वसम्मत र एकदमै राम्रो ढङ्गबाट चुनेर चाहिँ छनौट गरेर पठाउनु भएको छ। अभिभावकलाई यो मानेमा हामी चाहिँ धन्यवाद दिन चाहन्छौँ र म पनि अभिभावकप्रति धेरै धेरै कृतज्ञ र धन्यवाद दिन चाहन्छु। आज सर जुन अभिभावक तपाईँको स्कुलमा आज जम्मा भए, हजुर तिनी अभिभावकलाई तपाईँ आफ्नो तर्फबाट के भन्न चाहनुहुन्छ सर? उहाँलाई त म धेरै धेरै चाहिँ धन्यवाद भन्न चाहन्छु। उहाँसँग धेरै खुसी पनि छु। किनभने उहाँले चाहिँ विद्यालयमा चाहिँ एउटा राम्रो चाहिँ विद्यालयको प्रति राम्रो चाहिँ समितिहरू छनौट गर्नुपर्नेमा उहाँ चाहिँ एकदम आफ्नो घरको कामकाज छोड्यो भने चिसोमा आएर यत्रो एकदम अपार हिसाबले चाहिँ 400-500 अभिभावक भेला हुनु भनेको साँच्चै पनि यो विद्यालयलाई माया गर्ने अभिभावक हो भन्ने कुराहरू प्रष्ट हुन्छ र उहाँले चाहिँ राम्रो नै व्यक्तित्वहरू छान्नु भएको छ। त्यसले गर्दा उहाँलाई धेरै धेरै धन्यवाद। तपाईँले देखाएको माया ममतालाई चाहिँ यो नयाँ समितिले पनि खेर जाने छैन र मैले पनि तपाईँहरूको मायालाई चाहिँ साथ दिँदै यही समितिहरूको साथबाट यो विद्यालयलाई अगाडि बढाउनको म प्रयासरत हुनेछु।
बहुत राम्रो छ बहुत खतरनाक उसको क्रमशः अब घाटनपुर मालिका सर रुद्र सरलाई पनि अगाडि आएर सम्मान लिने पत्र वितरण हुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र सम्मान पत्र वितरणका लागि हाम्रो चाहिँ अध्यक्ष र हाम्रो प्रमुख प्रशासकीय अधिकृत सरबाट चाहिँ वितरण हुनको लागि म हार्दिक अर्को सम्मान पत्र हाम्रो जानकारी दिनुहुन्छ र ताली बजाएर यसको चाहिँ स्वागत गरिदिनुको लागि इङ्ग्लिस मिडियम का प्रशासन सम्मान प्रमाणपत्र दिनु सम्मान पत्र दिनु
त अहिले विद्यार्थी भाइ अनि अब नयाँ वर्षलाई चाहिँ तपाईँहरूलाई चाहिँ अब एक वर्षमालाई आफ्नो चाहिँ शैक्षिक क्रियाकलाप चाहिँ अझै कसरी एक्टिभ गर्न होइन नोटहरू गर्न त्यसको लागि चाहिँ एकवटा डायरी र पाइलट पेन चाहिँ तपाईँहरूलाई चाहिँ मैले दिएको छु होइन। त्यही भएर चाहिँ अब हिजो दिँदै भन्नुभयो नत्र हिजो आउँथ्यो त्यसले गर्दाखेरि एकदम त आउने है एकछिन त्यति बेला बन्द ल म यताको लिइहाल्छु। पण्डित त्यही हो के अरे पण्डित ए हुनुहुन्छ बी हजुर हुनुहुन्छ यता तीनटा भए जाऊ ल यसमा तपाईँ वर्षभरिको चाहिँ शिक्षण क्रियालाई एकदम चाहिँ लिखित रूपमा राख्नु होला होइन ताकि त तपाईँहरूको शिक्षण क्रियालाई प्रभावकारी बनाउनु होला सरकार पनि नयाँ छ हामी त्यही अनुसार एक्टिभ हुनुपर्छ है। ल सुनाउनु त्यही भएर पनि तपाईँलाई मैले बोलाएको है यता हेर्नु मेरो धन्यवाद। आउनुहोस् आउनुहोस् ल ल आउनुहोस् आउनुहोस् ल उहाँले यो वर्ष चाहिँ एकदम सफल होस् शिक्षण क्रियामा एकदम प्रभावशाली होस् जानकी गाउँमा अझै चाहिँ नमुना शिक्षकको रूपमा चाहिँ कायम होस्। आउनुहोस् आउनुहोस् राम्रो चाहिँ गऱ्यो प्रगति गऱ्यो शिक्षण क्रियाकलापमा भन्ने कुरो चाहिँ ल आउनुहोस् अस्पताल ल आउनु सक्दछ एकदम चाहिँ आवश्यक महत्त्वपूर्ण शैक्षिक सूचनाहरू चाहिँ यसमा चाहिँ लिखित रूपमा राखिदिनु होला ताकि तपाईँलाई शिक्षण क्रियालाई एकदम प्रभावशाली होस् होइन एकदम राम्रो होस्। ल आउनुहोस् सर आउनु तेरी की चश्मिस त्यसपछि फेरि उसले सुहाउँछ सन्जय आउनु है ल सन्जय तिमीले उसलाई पक्राउ एकछिन ल ल सन्जय ल तिमीले पनि डायरी एकदम सरसफाइले कसरी
जानकी गाउँपालिका वार्ड नम्बर 1 सिपुरी बाँकेको प्रधानाध्यापक देवबहादुर राणा। मेरो घर खजुरा गाउँपालिका वार्ड नम्बर 1 राधापुर सैनिक चन्द्रनगर बाँके। मेरो प्रको नेतृत्वमा यस विद्यालय विभिन्न समयमा गरेका शैक्षिक क्रियाकलापहरू शैक्षिक गतिविधिहरूलाई मैले चाहिँ मेरो मोबाइल मार्फत फोटो र भिडियोहरू गर्ने गरेको थियो र मेरो सोचमा के आयो भने यसलाई एउटा चाहिँ शैक्षिक डकुमेन्ट तयार गरौँ जसले गर्दाखेरि मेरो लागि पनि एउटा चाहिँ यादगार हुन्छ, सम्झना हुन्छ। यसको साथसाथै शैक्षिक क्षेत्रमा काम गर्ने मित्रहरूलाई पनि यसले केही नै सहयोग गर्छ भन्ने मेरो मनमा एउटा विचार आयो, जसले गर्दा यसलाई मैले एउटा शैक्षिक डकुमेन्ट तयार गरेको हो। यसमा कुनै पनि मिस्टेक हुनसक्छ, कमी हुनसक्छ, त्यो कुरा मैले पनि महसुस गरेको छु। तर यहाँहरूले यसलाई चाहिँ सकारात्मक तरिकाले लिदिनु होला, कुनै नकारात्मक कमेन्टहरू नगरिदिनु होला, यहाँहरूबाट मेरो अनुरोध छ। साथै मेरो कार्यकाललाई सफल पार्न सहयोग गर्नुहुने, माया ममता गर्नुहुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री सद्गुरु प्रसाद वर्माज्यू, पदेन सदस्य तथा यस जानकी गाउँपालिका वार्ड नम्बर 1 का वडा अध्यक्ष मोहम्मद रजा राईज्यू, त्यस्तै यस विद्यालय भूपू प्र दोड थापाज्यू लगायत समितिका मित्रहरू, शिक्षा अभिभावक सङ्घ, त्यस्तै हाम्रा शिक्षक शिक्षिका मित्रहरू, अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, साथै शिक्षा विकास तथा सम्झ एकाइ प्रमुख श्री धनशोधन चौलागाईज्यू र लामो समयदेखि जिल्ला शिक्षा कार्यालय हुँदादेखि नै जिल्ला शिक्षा अधिकारी भएर बस्नुभएका र पछि चाहिँ शिक्षा विकास सम्झ एकाइ प्रमुख भएर बस्नुभएका रामसूर्य यादवज्यूलाई पनि मैले स्मरण गर्न चाहेँ। त्यस्तै जानकी गाउँपालिकाका अध्यक्ष श्री छप्पन खाँज्यू लगायत उहाँको सिङ्गो टिम, त्यस्तै हाम्रो शिक्षा शाखाका मानपुर बाहेका शिक्षा प्रमुख श्री कृष्ण भण्डारीज्यू, त्यस्तै सहायक शिक्षा अधिकारी श्री झुमे ओलीज्यू र जानकी गाउँपालिका सम्पूर्ण प्रज्यूहरू र शिक्षा मित्रहरू, त्यस्तै चाहिँ मलाई सहयोग गर्नुहुने मेरा सम्पूर्ण शुभचिन्तक मित्रहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। ल हस्, धन्यवाद। जय सिपुरी मावि।